अब यहाँ हेर्नु है, आज म भात खान लागेको खाना गाइज। अब सबैजनाले हेरिदिनुहुन्छ कि हेर्नेले हेरिदिनु होला, नहेर्नेले नहेरिदिनु होला। यो चाहिँ मन्टा, यो चाहिँ पोकको मासु हिजो इलामबाट माइतबाट पठाइदिएको बुहारीले। अनि त्यही भएर आज चाहिँ एकदम त्यसलाई चाहिँ तताएर भुटेर चाहिँ खान लागेको, खारेर पठाइदिनु भएको रहेछ मेरो जेठी बुहारीले। ल अब चाहिँ सुरु गरेँ गाइज। अब यस्तै हो, के गर्नु, खानु मन लाग्छ। पोकको मासु मिठो छ। यो अर्ग्यानिक गाउँको हो क्या गाइज। अर्ग्यानिक गाईको गाउँको चाहिँ एकदम राम्रो हुन्छ क्या। यो घरमै पालेको हो। अनि हाम्रो बुहारीहरूले चाहिँ, भाइहरूले चाहिँ बङ्गुर फार्म खोलेको छ। अनि घरकै हो, एकदम रसिलो स्वादिलो टेस्टी रहेछ क्या, टेस्टी। टेस्टी छ क्या यो चाहिँ, फिलिङ्गीको छ क्या यो चाहिँ। यो पनि गाउँबाटै आएको हो। गाई तर अरूले जस्तो मजाले गर्नु खानु चाहिँ सकिँदैन, अलिक ढिला ढिला खाइन्छ। त्यही हो, फर्सीको मुन्टा, इस्कुसको मुन्टाहरू यो पनि अर्ग्यानिक, यो आफ्नै बारीमा रोपेको, यो पनि गाउँबाट ल्याएको। एकदम टेस्टी छ गाइज। मलाई मासुहरू मनपर्छ चाहिँ यस्तो हड्डीसँगको मनपर्छ क्या। छाला हड्डी भएको चाहिँ एकदमै मिठो हुन्छ क्या मलाई। बोसो चाहिँ खासै मन पर्दैन, तर यो मासु चाहिँ एकदम राम्रो रहेछ। मैले खाने खालको रहेछ, मैले खाने खालको मासु पठाइदिनु भएछ बुहारीले, मेरो जेठी बुहारीले पठाइदिनु भएको इलामबाट, पशुपति नगरबाट गाइज। अब यस्तै हो, टाढो माइती हुनु पनि राम्रै हो। यसो बेला बेलामा अर्ग्यानिक कुरोहरू खानु पाइन्छ, त्यस्तो हो। हजुरहरूले पनि खानुहुन्छ होला, गाउँतिरबाट लिएर कोही गाई चर्को, धेर जसो त बाहिरैतिरको मान्छेहरू हुन्छ। मजाले खानुपर्छ।